यो 7 खाल्टे प्रागभित्र त यसरी यो सल्लाहहरू यसरी पसेको छ। यो पो सफा गर्दैछु म आज चाहिँ हाम्रो लागि यत्रो उहाँहरूले हाम्रो निमित्त चाहिँ उहाँहरूले आफ्नै ज्यानको बलि दिनुभएको थियो। अब मैले यति सफा गरिदिनु पर्ला हैन, मैले यसरी सफा गरिदिनु पर्छ भन्ने मलाई लाग्यो र मैले चाहिँ यो केही खतरै गर्नु चाहिँ खोजिया हैन। तैपनि यो जनआन्दोलनमा 2019 सालमा आफ्नो ज्यान बलिदान दिएर प्रजातन्त्र हैन जनआन्दोलनको लागि निमित्त उहाँहरूले यत्रो गर्नुभयो। मैले यो आज चाहिँ सफा गरिदिएँ क्या। मैले यसरी एकदमै मैला भएर चाहिँ यसरी बस्याएर चाहिँ यो अनि आज चाहिँ मैले सफा गरिदिनु मलाई यसो आएको थियो कि घुम्दै मलाई रहर लाग्यो क्या। मलाई एकदम यहाँ मिठाई खाएर पनि यहीँभित्र साला ख्याले छ को यस्तो यो साला मान्छेको भाडा त होइन कि क्या हो, यहीँ चक्लेट खाएर फेकेछ। यो चक्लेट खाएर यसरी यहाँ दुलोमा फाल्ने मान्छेले चाहिँ यो मेरो भिडियो देख्नुभयो भने हैन चेतना अलिकति आओस् क्या। यत्रो चाहिँ उहाँहरूले चाहिँ एउटा देशकै लागि हैन ज्यान बलि दिनुभएको, उनीहरूलाई चाहिँ यस्तो मिठाई खाएर यहीँ चेपचापतिर फाल्दैछ। कस्तो होला यो हाम्रो निमित्त उहाँहरूले आफ्नो देशको लागि र आफ्नो भावी पुस्ताको लागि हैन उहाँहरूले चाहिँ प्रजातन्त्रमा चाहिँ आफ्नो शरीर नै के भन्नु बलि चढाएर अहिले हामीलाई यसरी मोबाइल तेर्साएको छ, हल्ला गर्ने बनाएको छ है। अनि 19 सालको कथा हो हैन। गाह्रो छ ल, मैले यसरी टिपेर सिनिक्क बनाइदिएँ र म चाहिँ यो चाहिँ खत्रै उ गरेर चाहिँ सोच विचार बनाएको चाहिँ होइन। तर मलाई दुःख लाग्यो क्या। यो कस्तो दुःख लाग्यो भने अब उहाँहरूले त्यत्रो आफ्नो हैन हामीलाई एउटा साला अहिले आफ्नो शरीरले केही अलिकति पीर व्यथा हुने खालको केही अलिकति यस्तो गर्दैन भने नि मेरो टाउको दुखेको छ, मेरो त कनि के दुखेको छ, घिच्रो दुखेको छ भन्यो हैन। तर उहाँहरूले केही नमानिकन आफ्नो शरीर सर्लक्कै यो देशको लागि चढाइदिए। एउटै खाल्टामा 7 जनाले बलि चढाएको ठाउँ हो यो। ल हेर्नुहोस् 7 खाल्टे, नामै 7 खाल्टे। चट्टसँगले यसरी उ गरेछ। मलाई यो सर्लक्क योहरू पनि सफा गर्नु मन लाग्यो, तर पनि मसँग चाहिँ सफा गर्ने थिएन। यहाँ रहेछ, म गरिदिइहाल्नु पर्यो। आज चाहिँ साँच्चै मलाई जोस जाग्यो कि, किनभने बल्ल थाहा हुँदैछ क्या आफ्नो हेर्नु न मैला यस्तो छ क्या। चक्लेट खाएर यहीँ फेकेको छ है। मलाई चाहिँ यो 7 जनाले मलाई शक्ति दिउँ, के शक्ति दिउँ भने म सबैको मन जित्न सकौँ, सबैले मलाई राम्रो सोचुन्। मलाई केही छैन, मलाई कसैलाई जित्न छैन मलाई, तर सबैले मलाई माया गरेको हेर्न सकौँ। मलाई त्यति नै हो। मलाई फेरि जित्न सकौँ भनेर फेरि के अरे यो संसारै मलाई जित्न चाहना छैन मेरो। म संसारै जित्नको लागि होइन, म सबैको माया जित्न सकौँ, सबैको चाहिँ भलो चिताउन सकौँ। बास गौतम बुद्ध भएर गौतम बुद्धको सोचमा हिँड्न सकौँ। सुम्निया पारुहाङको आशिक सधैँ लागौँ होइन। कसो त अच्छा फेरि कतिले चाहिँ भन्ला घर सोरेको छैन, आगा नै सोरेको छैन, यसले
कसरी चाहिँ आज 7 खाल्टे सफा गऱ्यौ भन्ने नहोस् क्या। म मेरो घर आँगनहरू म सिनिक्क सोरेर राख्ने गर्छु जहिले म आफ्नो। पानी पर्यो फेरि कतिले चाहिँ सोच्दै होला हर्क साम्पाङै भइहिँड्यो भनेर। हर्क साम्पाङ किन हुनु र, उहाँ एउटा लेजेन्ड व्यक्ति हो। उहाँ जतिको सोच विचार र उहाँ जतिको हाइटमा हुनु भनेको त फेरि के भन्छ, उहाँ कुन लेभलको हामी कुनको कहाँको। उहाँ भनेको आकाशमा चम्किने तारा, हामी भुइँमा लडिहिँड्ने ढुङ्गा। गाह्रो छ नि हौ हामी। उहाँको त सबैको मनमुटुमा बस्न सफल भएको व्यक्ति हो नि त उहाँ त। यस्तो हेर्नु न गोन्द्रा यस्तो थिएछ बिचरा। हामी कहिले पनि उहाँहरूको भलो कहिले पनि चिताउँदिन जस्तो लाग्छ क्या मलाई। तर आज एक दिन मात्र होइन, म कहिले काहीँ आएँ भने जहिले सरसफाइ गर्न सकौँ यसरी गर्न सकौँ। अब पत्कर भइसक्यो। ज्यादा हेर्नु न मिठाई खाएर फ्याल्दैछ। त्यही नभन्नु होला, डस्टबिन छैन म यतै फ्याल्दिएँ ल। कुनै कहिले काहीँ आएर टिपाउँला। हेर्नु न सिनिक्क भयो। अब यहाँ पोतारी अलिकति छ, म सफा गर्छु। ल यो चाहिँ मेरो सरसफाइ गर्ने चाहिँ धर्म हो नि। ल म यो सबै सफा गरेर भिडियोमा हाल्ने छु आज चाहिँ। बाई।